आज हामी हेर्दैछौँ मध्यपूर्वमा एउटा द्वन्द्व कसरी खतरनाक क्षेत्रीय युद्धमा बदलियो। यो विश्लेषण मार्च 2026को अन्त्यतिरको एउटा यस्तो सङ्कटको हो जुन निकै तीव्र गतिमा फैलिरहेको छ। मिति हो मार्च 20, 2026, जुन एउटा सीमित द्वन्द्वको रूपमा सुरु भएको थियो, त्यो अहिले विश्वव्यापी असर गर्ने एउटा पूर्ण क्षेत्रीय युद्धमा परिणत भइसकेको छ। अवस्था भन्नुपर्दा एकदमै गम्भीर छ। यो पुरै सङ्कटलाई बुझ्नको लागि हामी 5वटा मुख्य पाटाहरू केलाउनेछौँ। सबैभन्दा पहिला, यो युद्ध आखिर फैलियो कसरी? त्यसपछि ऊर्जा कसरी यसको मुख्य रणभूमि बन्यो? अनि यसले विश्व अर्थतन्त्रमा कस्तो असर पारिरहेको छ? यसको मानवीय मूल्य कस्तो छ? र अन्त्यमा यो विनाशको कुन सङ्घारमा उभिएको छ? ला, सुरु गरौँ पहिलो खण्डबाट, युद्धको विस्तार, अर्थात् एउटा सानो द्वन्द्वबाट क्षेत्रीय युद्धसम्मको यात्रा। यो लडाईँ अब इजरायल र इरानको मात्र रहेन। हेर्नुस् त, लेबनान, सिरिया, कुवेट, कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरब, यी सबै देशहरू यसमा तानिएका छन्। र ठ्याक्कै यही कारणले गर्दा विश्लेषकहरूले यसलाई अब क्षेत्रीय युद्धको नाम दिएका छन्। अब लागौँ दोस्रो खण्डतिर, ऊर्जाको युद्धभूमि। यो युद्धले एउटा नयाँ खतरनाक मोड लिएको छ, जसलाई भनिएको छ ऊर्जा युद्ध, जहाँ दुवै पक्षले एक अर्काको सबैभन्दा महत्त्वपूर्ण आर्थिक पूर्वाधारलाई निशाना बनाइरहेका छन्। ल हेरौँ यो सङ्कट कति चाँडो चर्कियो। फेब्रुअरी 28मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि द्वन्द्व सुरु भयो। मार्चको सुरुसम्ममा त युद्ध तेस्रो हप्तामा पुगेर झनै तीव्र बन्यो। अनि मार्च 19-20मा आइपुग्दा ऊर्जा पूर्वाधारमाथि भएका ठूला हमलाहरूले स्थितिलाई आजको यो विनाशकारी मोडमा ल्याइपुर्यायो। यहाँ हामी बदलाको एउटा खतरनाक खेल देख्न सक्छौँ। द्वन्द्वको निर्णायक मोड तब आयो जब इजरायलले इरानको साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गर्यो, जुन संसारकै सबैभन्दा ठूलो ग्यास क्षेत्र हो। अनि यसको जवाफमा इरानले पनि खाडी राष्ट्रहरूका तेल र ग्यास सुविधाहरूमाथि व्यापक मिसाइल र ड्रोन हमला गर्यो, जसमा कुवेत, कतार, साउदी अरेबिया र युएई निशाना बने। अब तेस्रो खण्डमा प्रवेश गरौँ, विश्वव्यापी आर्थिक झट्का। यसको मूल्य सारा विश्वले चुकाउँदैछ। एउटा क्षेत्रको लडाईँले कसरी पुरै विश्वको अर्थतन्त्रलाई हल्लाइरहेको छ, आउनुस् हेरौँ। यसको सबैभन्दा पहिलो र प्रत्यक्ष असर देखियो तेलको मूल्यमा। तेलको भाव प्रति ब्यारेल $119 पुगिसकेको छ। सोच्नुस् त, यसले विश्वभर इन्धनको मूल्य कहाँ पुर्याउला? यो असर तेलमा मात्र सीमित छैन, पुरै ऊर्जा बजार हल्लिएको छ। तेलको मूल्य त आकाशियो नै, युरोपियन ग्यासको मूल्यमा पनि 30% बढीको वृद्धि भयो। खासगरी कतारको एलएनजी उत्पादन केन्द्रमा भएको क्षतिले युरोपको ग्यास आपूर्तिमा गम्भीर असर पारेको छ, जसको प्रभाव सायद वर्षौंसम्म रहन सक्छ। यो द्वन्द्वको केन्द्रमा होर्मुज जलडमरू मध्य पनि छ। यो यस्तो महत्त्वपूर्ण समुद्री बाटो हो जहाँबाट संसारको लगभग 20% तेल यहीँबाट जान्छ। भनौँ न, विश्वको अर्थतन्त्रको एउटा धमनी नै हो यो। स्रोतका अनुसार इरान यसलाई नियन्त्रण गर्ने प्रयासमा छ, जबकि अमेरिकी सेना यसलाई खुला राख्न सङ्घर्ष गरिरहेको छ। अब चौथो खण्ड र सायद सबैभन्दा दुःखद पाटो, मानवीय मूल्य। युद्धभूमिभन्दा पर यसले आम नागरिकको जीवनमा कस्तो विनाश ल्याएको छ? प्राप्त रिपोर्टहरू अनुसार इजरायली हवाई हमलाबाट इरानभित्र मात्रै 3000 भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। तर मानवीय पीडाको कथा यतिमा मात्र सीमित छैन। लेबनानमा लाखौँ मानिसहरू घरबारविहीन भएका छन्। इजरायल र वेस्ट ब्याङ्कमा पनि नागरिकहरूको मृत्यु भएको छ। मारिनेहरूमा अमेरिकी सैनिकहरू पनि छन्, जसले बढ्दो शरणार्थी सङ्कटलाई थप जटिल बनाएको छ। र तेहरानमा त हमलाका कारण एसिड रेन जस्तो प्रदूषण भएको खबर आएको छ। र अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ, विनाशको सङ्घारमा। यो पहिले नै यति विनाशकारी भइसकेको युद्ध अझै ठूलो र खतरनाक हुन सक्ने सङ्केतहरू देखिँदैछन्। स्थितिको गम्भीरता इरानको यो एउटै भनाइले स्पष्ट पार्छ। अब हामी शून्य संयमका साथ काम गर्नेछौँ। यो एउटा चेतावनी हो जसले सङ्केत गर्छ कि इरान अब आफ्नो जवाफी कारवाहीमा कुनै पनि सीमा मान्ने छैन। यसले द्वन्द्वलाई अझै अप्रत्याशित बनाउँछ। यो अस्थिरतालाई अझ बढाउने काम गरेको छ अमेरिका र इजरायल बीचको रणनीतिक मतभेदले। एकातिर अमेरिका सीमित र लक्षित उद्देश्यहरू चाहन्छ भने अर्कोतिर इजरायल इरानको क्षमतालाई ठूलो मात्रामा ध्वस्त पार्न चाहन्छ। यो असमझदारीले अवस्थालाई झनै जटिल बनाएको छ। त्यसो भए अब के हुन सक्छ?
स्रोतले दुईवटा डरलाग्दा सम्भावनाहरू औल्याइएको छ। पहिलो, इजरायलले इरानमा स्थल सेना पठाउने तयारी गर्दैछ। दोस्रो, अमेरिकाले इरानको मुख्य तेल निर्यात केन्द्र खाड टापुमा नाकाबन्दी लगाउने वा कब्जा गर्ने सोच बनाइरहेको छ। यी दुवै कदमले युद्धको आगोलाई झनै फैलाउनेछ। अहिलेको अवस्था हेर्दा कुनै पनि कूटनीतिक समाधानको बाटो देखिँदैन। यसले एउटा गम्भीर प्रश्न खडा गर्छ। जब कूटनीतिको ढोका बन्द हुन्छ, के युद्ध साँच्चै कहिले समाप्त हुन्छ र?